शोले फिल्मको मोह फिल्मले मानिसको मनमा कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरा अहिले कल्पना गर्दा पनि रमाइलो लाग्छ। एक समय भारतबाट शोले नामको हिन्दी फिल्म नेपालमा प्रदर्शनमा आयो। धर्मेन्द्र, अमिताभ बच्चन लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले भारतीय फिल्मी संसारमै ठुलो हलचल ल्याएर पछि फिल्मी इतिहासमा नै विशेष स्थान बनाउन सफल भयो। तर त्यति बेला काठमाडौँमा धर्मेन्द्रको फिल्म प्रदर्शनमा रोक लगाइएको थियो। त्यसैले शोले जस्तो अत्यन्त चर्चित फिल्म काठमाडौँमै हेर्न नपाउँदा फिल्म प्रेमी दर्शकहरू निकै छटपटिएका थिए। वीरगञ्जमा भने शोले प्रदर्शन भइरहेको थियो। काठमाडौँमा बसेर फिल्म हेर्न नपाएका कतिपय युवाहरू पैसा नभए पनि वीरगञ्ज पुग्ने उपाय सोच्न थाले। हाम्रो आफ्नै टोलको एकजना केटालाई पनि शोले हेर्न ठुलो रहर थियो, तर वीरगञ्जमा जाने पैसा थिएन। अन्ततः उनले के गरे होलान्? एक दिन बुबाको पैसा चोरेर वीरगञ्ज पुगेछन् अनि शोले हेरेर मात्रै काठमाडौँ फर्किएछन्। हाम्रो टोलके अर्को एक भाइ त शोले पहिले नै हेरेर फर्किसकेका थिए, तर फिल्मको मोह यति धेरै रहेछ कि फेरि वीरगञ्ज गएर दोस्रो पटक पनि शोले हेरेर आएछन्। यो भयो आफ्नै टोलको कुरा। अब एउटा कार्यालयको घटना पनि सुनौँ। शुक्रबार कार्यालय बन्द हुने समय नजिकिँदै थियो। कार्यालयका उपमहानिर्देशक आफू नजिकै बस्ने एकजना टाइपिस्ट कर्मचारीले चेक दिएर बैङ्कमा पैसा साट्न पठाउनु भयो। शुक्रबार 3 बजे नि कार्यालय बन्द हुने समय भइसकेको थियो, तर चेक साट्न गएको कर्मचारी भने फर्किएनन्। आइतबार कार्यालय खुलेपछि ती कर्मचारी हाकिम सामु पुगेर भनेछन्, सर, अस्ति हजुरले चेक साट्न पठाउनु भएको पैसाले म वीरगञ्ज गएर शोले फिल्म हेरेर आएँ। तलब आएपछि हजुरको पैसा फिर्ता देऊँला। कर्मचारी पनि सोझा स्वभावका रहेछन्, हाकिम पनि त्यस्तै सोझा। कर्मचारीको कुरा सुनेर हाकिम रिसाउनको सट्टा हाँसिरहनु भएछ। कमाल हो गया। त्यो समय शोले फिल्मको मोह कति रहेछ भन्ने कुरा यस्ता घटनाबाट पनि बुझ्न सकिन्छ। आज सम्झना लाग्छ त्यो बेला फिल्म हेर्ने रहर मात्रै थिएन, शोले त कतिपयका लागि वीरगञ्जसम्म पुर्याउने मोह नै बनेको रहेछ।